ल है साथीहरू, अब हामी चाहिँ माछा मार्न हिँडेको। झोल छ यहाँ, झोलले मार्ने हो। खाजा के लाने? खाजा भान्जा खाजा के लाने? खाजा के किन्न आएको होइन? सुर्ती ल ल ल हामी त होइन माछा मार्नु जाउँ 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 न। किन सुतिरहेको? सुत्नु हुँदैन क्या हिँड्ने बेलामा, त्यो पनि साइकलमा। आज माछा मार्नु पर्यो डह्रो, झुलले पनि उब्जाउनु पर्यो झ्याप्की झ्याप। हेरौँ कति मारिँदो रहेछ। भरेलाई सितन पनि हुने हो, मस्तले आज मार्ने हो। सितन पनि हुन्छ, खानासँग पनि खाइन्छ। आज खाना चाहिँ ढेँडो बनाएर खानु पर्छ है भान्जा। आज ढेँडो बनाएर खाउँ कि अब माछासँग? माछा त पक्कै मार्ला जस्तो छ। अब माछा मार्ने हिँडे चाहिँ त मारिन्छ धेर थरमा। पिठो हामी अब पिठोको त जोगाड गरिहालौँ होला नि, नभए किनेरै ल्याउँला घरमा। पिठो अहिले छैन भने के भएर होइन? ओहो साथीहरू, उहाँ गएपछि बाख्रा के लिएर हिँडिसक्यो। ल खोलामा आइपुग्यो अब। ल यहाँ त बाटो अप्ठ्यारो रहेछ यार, यहाँ रोकौँ भिडियो कटाउँ अहिले। अब हाम्रो यहाँ साथीभाइहरू पनि जाने रे, भैँसी पाडा छोडिदिने हो जङ्गलमा, त्यसपछि माछा मार्न सँगै जाने हो भन्दैछ यहाँ दाजुभाइहरू साथीभाइहरू। अब हामी 3-4 जना हुने भयो। ल यो चाहिँ चौडीको बाटो हो, उताबाट आएको। अब यो चौडीको बाटो, अब जङ्गल छिरिन्छ, मस्तले जङ्गल छिरिन्छ। लगभग आधा घन्टा त लाग्छ माछा पानी भएको ठाउँ पुग्नलाई। ल है अब त जङ्गल छिर्यो, जङ्गल छिर्यो। सरर यस्तो छ है जङ्गल साथीभाइ। ल बाटो बाटो कहाँ पुग्यो यार? मलाई छोडेर हिँड्ने क्या हो? ओहो निकै टाढो पुगिसक्यो, भेट्दैन त। ए त्यहाँ पर पुगेको रहेछ। ए केटाहरू साइकल दौडाएर खुरुरु दौडे हिँडे। घना जङ्गल छ यस्तो, घना जङ्गल हो, घना जङ्गल, घना जङ्गल हो, घना जङ्गल। ल सरर जरुवामा जालै हानो कि माछी मार्ने बल्छीले कान्छी तिमीलाई तानौ कि। ल म चाहिँ अगाडि गएँ। सरर त्रिशुलीमा जालै हानो कि, सरर जरुवामा जालै हानो कि माछी मार्ने बल्छीले कान्छी तिमीलाई तानौ कि। माथिल्लो बाटो हिँड्नु हो, माथिल्लो बाटो अगाडि पुगिसक्यो साथीहरू। यही बाटो हो। के रहेछ?
बँदेल सँदेल भेट्छ नि यहाँ त हरिण बँदेल हात्ती हात्ती भेट्यो भने त फेरि भाग्नुपर्छ बँदेल र हरिण भेट्यो भने चाहिँ फेरि लखर्नुपर्छ हात्ती भेट्यो भने चाहिँ उल्टै भाग्नुपर्छ अब आइपुग्नु लाग्यो ठुलो घल जङ्गल ठुलो छ क्या चार कोसी झाडी भने सुने होला नि चार कोसी झाडी अब यहाँ च्याउ हेर्ने च्याउ को त्यहाँ च्याउ हेर्ने हो होइन शीतले पनि हुन्छ च्याउ हेरौँ न ए यो च्याउ हेर्नु कति टाइम लाग्छ त 5 मिनट पनि लाग्दैन त नि ल अब च्याउ हेर्ने च्याउ पनि हेर्ने च्याउ त्यो उता काँच घारी निक्लिन्छ कि देख्यो मैले च्याउ हेर्नु भने त्यतिको भन्छ त ल टिपो भटाभट अहिले भरे त मान्छे आइसक्छ नि कहाँ मान्छेले यहाँ टापा टिपाएछ ल यस्तो दामी च्याउ फलेछ ल ल ल यो भुरगुडको च्याउ भने यही हो भुरगुडको च्याउ ल भर्खर उम्रिँदैछ कोही त मसिनो चाहिँ कोही त यो त खोइ टिपो कि नटिपो टिप्दाखेरि त औलोको के अरे नङमै हराउँला जस्तो छ योहरू चाहिँ टिप्नु न भटाभट ल टुप्पोमा छ त छैन यो त माल अर्ग्यानिक हो नि त यो त अर्ग्यानिक यो नयाँ मलजल गरेको न के यो त जङ्गलको अर्ग्यानिक ल च्याउ टिप्ने मान्छेको अनुहार पनि देखिन्छ ल हाम्रो निलेश भान्जा हो यो चाहिँ छैन टुप्पामा ल छैन मसिनो टन्नै फलेछ भने ऊ भर्खर उम्रिँदैछ मसिनो भित्रभित्र बोकेर भित्रभित्रै टन्नै यो त चुड्दाखेरि त आलोमै हराउँछ ती के टिप्नु ल भोलि पर्सितिर आउँदाखेरि चाहिँ हुने रहेछ पर्सितिर अझै निक्लिन्छ यो निक्लिनु बाँकी छ कि यहाँतिर भित्रभित्र बोकेरबाट निक्लिँदैछ त्यति हो पुगिहाल्छ नि एकजना ल च्याउ पनि टिप्यो एक छाक त ल झोलामा यति भइसक्यो च्याउ ल गाइस हेर्नु है छैन गाइस वाटर फुल हो यो चाहिँ माछा सोर्ने झुल हो कि अहिले माछा पनि मार्नुपर्छ आज अब चाहिँ खोलामा निस्किनु लाग्यो है त अब यहाँ खोलाको डिलमा आइपुग्यो भनौँ अब साथीहरू उहाँ जाँदैछ अगाडि अलिक दौडाएर जानु पऱ्यो एक हाते साइकल चलाएर एक हातले मोबाइल बोकेर त अप्ठ्यारो हुँदो रहेछ हौ अब खोलाको डिल आइपुग्यो लगभग 30 मिनट जति घरबाट हिँडेर 30 मिनट जति लाग्यो यहाँ खोलाको डिलमा जङ्गलको बाटोबाट निस्किनुलाई ल यहीँनिर हो यहाँबाट भित्र भित्र ल यहाँबाट यता ल बगरमा निस्क्यो तल त सुकिसक्यो जरा पानी चाहिँ छ निस्क्यो बगरमा निस्क्यो साइकल यहीँ राखौँ टक्क तल पनि मार झ्याप्प लाएर साइकल यहीँ डिलमा नि यता हो नि पोखरीमा
अब यो झुल्पाउनु पर्यो झुल्पाउनु पर्यो कहाँ हाल्छ यसो ढुङ्गा गुलेटी पनि त्यहीँ होस् ल झुल पनि बोक्यो अप्ठ्यारो छ बाटो भिरबाट ओर्लिनु पर्यो डाँडाबाट ओर्लिनु पर्यो अप्ठ्यारो छ नि बाटो त्यो डाँडाबाट ओर्लिनु परेछ त अनि माथिबाट अप्ठ्यारो त भइहाल्छ नि कहाँ झर्की बाटो छ कहाँ झरेको बाटो छ कहाँ झरी हिँड्नु पऱ्यो नि खानु परेपछि अलिकति कहाँ झरी पनि हिँड्नु त पऱ्यो बाटै त्यस्तो भएपछि के भन्नु पानी छ अझै अस्तिको भन्दा सुकेको छ धेरै हेरौँ मसिन छ माछा धेरै ठुलो छैन मारिसकेको अस्ति खाएर मान्छेहरूले ल है गाइस आज चाहिँ यति माछा मारेछ ल मसिनो अब ठुलो माछा त अरूले मारेर लैसिएछ अब मसिनोमै भए पनि चित्त बुझाउनु पर्यो के गर्नु यत्रो यत्रो उयो लाख कमेन्ट